हेलो नमस्ते। आज म यमोनी बनाउन गइरहेको छु। लाइफमा पहिलो पटक अहिलेसम्म बनाएको थिएन। यो चाहिँ सुसी चामल हो। यसलाई मैले ग्राइन्डर गरेर एउटा भाँडामा निकालेँ। यसलाई तातो पानीले मुस्नुपर्ने रहेछ। अनि तातो पानीमै हात डुबाउन पुगेको छु। पछि गएर फेरि चम्चाले मिसाएँ। त्यसपछि फेरि तातो पानी हालेर मजाले यसलाई मुछेँ। मजाले पछि सेलाएपछि मुसाएँ है। पहिला त त्यो चम्चाले मात्रै गरेँ। पछि यहाँ दुधलाई चाहिँ मजाले भुभु उमाले, किनभने त्यो दुधलाई चाहिँ मैले के हो खुवा होइन कुराउनी बनाउन खोजेको। अनि यतापट्टि चाहिँ मैले फेरि चाकु बनाउन खोजेको है। यो चाहिँ गुडको चाकु बनाउन खोजेको। अनि त्यसपछि यो मुक्टो जुन चाहिँ मोमो पकाउने भाँडा मुक्टो भन्छ, त्यसलाई चाहिँ मजाले तेल लगाएर त्यसलाई राखिदिने। अनि त्यसपछि यो जुन अघिको चामलको पिठो थियो नि कस्तो सफ्ट भएर बस्या रहेछ। तोरीको तेलले मजाले हातमा लाएर चाहिँ त्यसले नटासोस् भनेर क्या हातमा तेल लगाएर चाहिँ अनि मजाले यसरी कोन जस्तो बनाइदिने। यो फर्स्ट टाइम बनाएको है मैले लाइफमा, अहिलेसम्म बनाएको छैन। अब पहिला नेपालमा हुँदा खुब खाइन्थ्यो, खुब त्यहाँ अब किनेर खाइन्थ्यो। त यहाँतिर त कहाँ पाउनु। अनि आफैले यसो ट्राई गर्नु पऱ्यो। आज फेरि माघे सङ्क्रान्तिमा यस्तो अवसरमा होइन खानु पऱ्यो भनेर चाहिँ आज कस्तो त्यो बनाउनु मन लागेको क्या। अनि पहिलोचोटि बनाउँदै हो मैले लाइफमा है यसरी। अब त्यो अलिअलि भिडियो त हेरेँ होइन, कहाँ मान्छे जन्मिने बित्तिकै कहाँ सिक्छ र भने जस्तो होइन। मैले पनि अलिअलि यसो हेरेर सिकेको हो। अनि यो सेप कस्तो भयो होला हेर्नुहोस् न। फर्स्ट टाइम बनाउँदैछु है। यो सेप मैले कसरी मिलाएँ कि मिलाएन तपाईँहरूले त्यहाँ कमेन्ट गर्नु होला है। तपाईँहरूले भन्नु होला। नेवारी साथीहरू त छ, तर के गर्नु, साथीहरूले एकचोटि बनाएर खाएन। आफैले बनाएर खाँदैछु रे। सेप त अब नजानी त्यस्तै भयो क्या अरे होइन। अनि यो साँच्चै यो बाँकी रहेको मुछेको यो चामलको पिठो चाहिँ तपाईँले पछि के गर्नुहुन्छ भन्नु है। यो मरि पनि रेडी भयो। यो मरी त कस्तो फुटेको भाइ, कसरी फुट्यो होला यस्तो त अचम्म लाग्यो। थाहा हुने मान्छेले भन्नुहोस् है किन यो फुटेको होला। दुईवटा बाइक अरू सबै फुटेछ। तिनवटा फुटेछ। यो त फुटेको रहेछ। यो चाहिँ राम्रो छ, यो राम्रो छ, यो राम्रो छ। अनि यो चाहिँ अरू सब फुटेछ। ल